ल भाइ दुईटा शब्द देऊ न के छ तिम्रो विचार ए देख भाइ म लाइक वाला मान्छे होइन देख लाइक गरिदेऊ सब्सक्राइब यो फ्यान फलोइङ छ है ल यो चाहिँ एकदम बिहानीको यस्तो क्लियरिटी यस्तो राम्रो छ नि दृश्य ल हेर्नु यो बर्दिवास गौरी डाँडाबाट ओह्रालो झर्दै गर्दा हाम्रो बर्दिवासको एक झलो होइन त एक झल्को यस्तो दामी छ नि ल हेर्नु न यहाँ होइन यो अब यस्तो दामी छ नि यो अब हेर्नु न ल स्कुलको विद्यार्थीहरू भटाभट स्कुलको लागि हिँडिरहेको छन् होइन यता हेर त भाइ स्माइल प्लिज तिमीलाई भाइरल गरिदिन्छौ के भइरहेको तिमी ल बुनु हल्का स्माइल केही भन्नु छ भाइ केही भन्नु छैन देख केही त भन न यार ल भाइ आजको चाहिँ मौसमलाई तिमीहरू के भन्न चाहन्छौ ल मेरो भाइ कुश भाइ कसम अनएक्सपेक्टेड आज तिमीलाई यस्तो भेट भयो नि यहाँ मैले एक्सपेक्टेसनै गरेको थिइनँ होइन के भन्न चाहन्छौ तिमी ल भन त होइन दामी छ नि हेर न होइन वेदरहरू के भन्न चाहन्छौ तिमी ह्याप्पी बर्थडे भनिदेऊ न त ठिक छौ तिमी होइन मैले त्यति मजा गरिदिएको के छ हाल खबर कता छौ अहिले दाइ कता दाइ काठमाडौँतिर छ तिमीहरू त गायबै भयो यार आउँदैनौ त गाउँतिर अनि मोटाइ पनि सकेर छौ अलिक ठुलो पनि भइसकेर छौ तिमी त के हो ल दामी ल राम्रोसँग छौ पढ मौसम त वाउ नै छ नि भाइ मौसम वाउ छ केही भन्न चाहन्छौ अच्छा ठिक छ त सबै ठिक छ यो भाइ सत्यम कोचिङ कहाँ जनकपुरमा हो भमरपुरा अनि भाइ कस्तो भइरहेछ तिम्रो पढाइ भन त कस्तो भइरहेछ धेरै राम्रो किताब के ब्यागमा नअटेर हातमा हो धेरै राम्रो ल राम्रोसँग पढ है भाइ फेरि भोलि पर्सि मैले फेरि पढेको थाहा भएन भने पिट्छु नि फेरि आएर ल यहाँ बुनु पनि गइरहेको छ कलेज होइन